हेलो केटाकेटी हामी सब्जी बनाउन जान लाग्छौँ है। हाम्रो प्याज लसुन काट्टामा ग्यास गरम हुन्छ खणी अनि हाम्रो प्याज काट्छु टक्क पारेर पहिला है। हाम्रो प्याज पनि छिलिसक्यो 2 गेडा अनि हामीले आज बनाउन लागेको छु यो आलु फ्लावर अनि मटरको सब्जी। हाम्रो ग्यास पनि गरम हुँदैछ। हामीले कटिङ गर्नेछु फटाफट कांदा मिर्ची टमाटो एकछिनमा हाम्रो कडाई गरम भइसक्यो। अब म यसमा हाल्छु तेल यता 2 चम्मच टक्क अनि प्याज हाल्छु थोड़ी देर पछि खुर्सानी काट्दैछु। अब टमाटर काट्नेवाला छ हैन। हाम्रो प्याज टमाटर पनि काटिसक्यो तेल पनि गरम भइसक्यो हल्का आगो बढाइदिने हो। अब म यो प्याज टमाटरमा हालेर भुट्छु है। ल भुट्न लागि रेडी प्याज टमाटर हाल्छु मैले हालेर मस्त 5 मिनट भुटेर एकदम रातो बनाउने पुरै अझै एकदम मजा आएको टेस्ट आउँछ है। हाम्रो प्याज भुटेर अलि रातो भइसक्यो। अब यसमा हाल्ने हो टमाटो टक्क गरेर टमाटर हालेर टमाटरलाई पनि यसरी 5 मिनट भुटेर 5 मिनट भुटेर अलि हतालो हाल्ने अनि एउटा यो मिक्स मसला आउँछ अनि हल्का मिक्स मसला हाल्ने हो। कांदा मसला भन्छ खानामा अरु ठाउँ के भन्छ थाहा छैन हाले। नुन पनि अहिले हालिदिन्छु पछि याद नगर्नु के त्यही भएर हुन्छ। नुन सुन हालिसकेपछि अब नभए भुट्नु भुटेपछि के हुन्छ भने मसला पनि साथै भुटिन्छ अनि मिठो पनि लाग्छ के। मसला भुटेपछि एकदम मिठो लाग्छ। भुटिसक्यो अब यो मसला पनि भुटिसक्यो। अब हाल्छ हामीले यो अघिको काटेको यसरी गप्पै पारेर अनि यसरी अलि हल्लाउने हो। यसरी हल्लाइसकेपछि अनि यसलाई भुटी यसरी मिसाउने हो हैन। अब ठ्याक्क यसमा नाप पानी थप्ने क्या। यसरी पानी थपेपछि यो भुट्यो मजाले भुटेर पानी हाल्नु थप्यो मसला पनि भुट्यो अनि यसलाई यसरी ढाक्दिने हल्का यो सानो हो ठुलो ढाक्छु म अहिले फिलहाल यसले ढाक्छु ठीक छ। तवाले ढाक्छु। तवाले यसरी ढाकिसकेपछि ठ्याक्क 10-15-20 मिनट पछि खोल्छु। ओके सब्जी लगाइसकेपछि हाम्रो घोगा गर्दैछौँ चामलका रोटा हालेको छन् एकदम घोगा जस्तै हैन। अनि यो अनि सब्जी उब्लिरहेछ खाने हो साथमै रमै उब्लिरहेछ 5 मिनट पछि फेरि आउँछि 5-10 मिनट पछि फेरि हल्का पानी सुक्छ आउँछि फेरि खाने हो। देखाउँछु बनेपछि कस्तो हुन्छ। 2 मिनट बढी यस्तै उब्लिरहेछ मस्तले हेर्नुस् कस्तो लाग्छ। भिडियो अरूलाई कमेन्ट सेयर गर्दै गर्नु अनि आउने दिनमा पनि धेरैवटा बनाउने छु त्यसको पनि भिडियो हाल्ने गर्छु ठीक छ। आजकल ल हाम्रो सब्जी भइसक्यो हैन। हल्का पानी राख्नुपर्छ कि भुटिङमा खानु पनि त त्यो भएर। अनि हाम्रो भिडियो कस्तो लाग्छ मेरो भिडियो लाइक कमेन्ट सेयर गरेर कमेन्ट गरिदिनु सेयर गरिदिनु र मलाई लागि तपाईँ पनि घरमा बनाउनु हुन्छ। ओके बाइ बाइ।